सुसमाचार अध्याय 15। पिलातसको सामुन्ने येशू। बिहान हुने बित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे र पिलातस कहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? उहाँले उनलाई जवाफ दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ? मुख्य पुजारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए। पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्। तर येशूले फेरि केही जवाफ दिनु भएन, यहाँसम्म कि पिलातस छक्क परे। निस्तार चाडको बेला मानिसहरूले मागेको एकजना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे। विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानमा थिए। ती मध्ये बारब्बा नाउँको एकजना त्यहाँ थियो। भीड आयो र पिलातसलाई उनको चलन अनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो। पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, के म तिमीहरूका निम्ति यहुदीहरूका राजालाई छोडिदिउँ भन्ने तिमीहरू चाहन्छौ? किनकि ईर्ष्याले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई उनी कहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो। तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पुजारीहरूले भीडलाई सुर्याए। पिलातसले फेरि तिनीहरूलाई सोधे, त्यसो भए जसलाई तिमीहरू यहुदीहरूका राजा भन्छौ उसलाई चाहिँ म के गरौँ त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाङ्नुहोस्। पिलातसले तिनीहरूलाई भने, किन? उसले के अपराध गरेको छ र? तर झन साह्रो गरी चिच्याएर तिनीहरूले भने, त्यसलाई क्रुसमा टाङ्नुहोस्। तब पिलातसले भीडलाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए र येशूलाई कोरा लाएर क्रुसमा टाङ्न सुम्पिदिए। सिपाहीहरूले उहाँलाई प्रेटोरियन अर्थात् महल भित्र लगे र जम्मै पल्टनलाई भेला गराए। अनि तिनीहरूले उहाँलाई बैजनी रङको वस्त्र लगाइदिए र काँडाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए। अनि यहुदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके र घुँडा टेकेर उहाँलाई दण्डवत गरे। अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा टाङ्नलाई बाहिर लगे। येशू क्रुसमा। अनि अलेक्जेन्डर र रुफसका बुबा कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे र येशूको क्रुस बोकेर लैजान तिनलाई कर लगाए। त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए। गलगथाको अर्थ खोपडीको स्थान हो। अनि तिनीहरूले उहाँलाई मुर्र मिसाएको दाग मध्ये दिए, तर उहाँले त्यो ग्रहण गर्नु भएन। तिनीहरूले उहाँलाई क्रुसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँडे। तिनीहरूले उहाँलाई क्रुसमा टाङ्दा बिहानको 9 बजेको थियो। उहाँको दोष पत्रमा यहुदीहरूका राजा भन्ने लेखिएको थियो। तिनीहरूले उहाँसँग 2 जना डाकुहरू क्रुसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कालाई उहाँको देब्रेपट्टि। धर्मशास्त्रको वचन यसरी पूरा भयो, उहाँ अपराधीहरूसँग गनिनु भयो। त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, वाह, त मन्दिर भत्काएर 3 दिनमा बनाउने? क्रुसबाट ओर्लेर आइज र आफूलाई बचा। त्यसै गरी मुख्य पुजारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, यसले अरूलाई बचायो तर आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलका राजा ख्रिस्ट अब क्रुसबाट ओर्लेर आओस् र हामी त्यो देख्नेछौ र विश्वास गर्नेछौ।
उहाँसँग क्रुसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे। येशूको मृत्यु। 12 बजेदेखि 3 बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। 3 बजेतिर यसो भनेर येशू ठूलो स्वरले कराउनु भयो, इलोई इलोई लामा सबखथनी, जसको अर्थ हो, हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नु भएको छ। वरपर उभिनेहरू मध्ये कोहीले यो सुनेर भने, सुन, त्यसले एलियालाई बोलाउँदैछ। अनि एकजनाले दौडेर गई एउटा स्पन्ज सिरकामा पुरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, हेरौ, कतै एलिया त्यसलाई झार्न आउँछन् कि। तब येशूले ठूलो स्वर निकालेर प्राण त्याग्नुभयो। अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै 2 भाग भई च्यातियो। येशूले यसरी प्राण त्याग्नु भएको देखेर उहाँको सामुन्ने उभिएका कप्तानले भने, साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्। त्यहाँ टाढैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरू मध्ये मरियम मग्दलिनी अनि सानो चाहिँ याकुब र योसेफकी आमा मरियम र सलोमी थिए। उहाँ गालिलमा हुनुहुँदा यिनीहरूले उहाँलाई पछ्याउँथे र उहाँको सेवा टहल गर्थे। येशूको साथमा यरुशलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। येशूको दफन। तयारीको दिन अर्थात् सबात दिनको अघिल्लो दिन साँझ पर्दै थियो। महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दै थिए, तिनले साहसपूर्वक पिलातस कहाँ गएर येशूको लास मागे। येशू अघि नै मरिसक्नु भएको सुन्दा पिलातस छक्क परे अनि कप्तानलाई आफू कहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपुछ गरे। उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए। अनि योसेफले मलमलका कपडा किने र लास तल झारेर कपडाले बेरे अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए। मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।